हे गाइज गुड मर्निङ वेलकम ब्याक मिनी ब्लग। हजुरहरूलाई के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। अहिले चाहिँ मेरो अलिअलि बाल फुलिरहेछ, त्यही चाहिँ हेर्दै थिएँ। अनि यहाँ चाहिँ मेरो भाइहरू र साथीहरू सुतिरहेछन्। यता चाहिँ हाम्रो किचनहरू छ। अनि यो चाहिँ हाम्रो हिजो रातिको जुठो भाँडाहरू सबै त्यसै थियो। अनि मैले चाहिँ अहिले बिहान उठेर फ्रेस भएर चाहिँ सबै माझ्दैछु। अनि हाम्रो चाहिँ सबै एकदम बेस्ट छ। हामी चाहिँ अहिले फिलहाल इन्डियामा छौँ। यो सबै चाहिँ हाम्रो सेटले हेर्छ होइन, खानापिनादेखि लिएर अनि रुमको भाडाहरू लिएर सबै सेटले हेर्छ। कतिपय मान्छेहरूलाई त थाहा पनि होला, जो चाइनिज सेफर हुनुहुन्छ, होटलको सेफर हुनुहुन्छ, उहाँलाई थाहा होला सबै चिजहरू सेटले हेरिदिन्छ। तर हाम्रो सेट चाहिँ एकदम राम्रो छ, किनकि सबै आफ्नै भाइ बहिनीहरू जस्तो गरेर चाहिँ राखिरहेछ हामीलाई। खासमा होटलमा पनि खासै सेट चाहिँ बस्दैन, होटल चाहिँ हामीले सम्हाल्नुपर्छ। सेट चाहिँ 2-4 दिनमा एकचोटिका चाहिँ आउँछ, बचेको जएको पैसा चाहिँ लिएर जान्छ, बचेर हिँड्छ भने चाहिँ अरू के चाहिन्छ भनेर सबै सामान दिन्छ क्या। एक झट्कामा बोल्ने बित्तिकै दिइहाल्छ। मैले चाहिँ धेरै ठाउँमा काम गरेँ, तर यति राम्रो सेट चाहिँ मैले कहीँ नै पाएको थिइनँ। यति राम्रो फ्ल्याट दिएछ हामीलाई। यो चाहिँ हाम्रो रुमदेखिको बाहिरतिरको सबै नजारा हेर्नु कति राम्रो हरियाली छ, स्कुलहरू नजिकै छ। अनि अहिले चाहिँ म होटल आइसकेँ। यतातिर चाहिँ हाम्रो राजा हुनुहुन्छ बुलेट। यो बुलेट चाहिँ हामीसँगै रहन्छ, मतलब हामीले नै राख्छौँ यसलाई। अनि हामीलाई चाहिँ मार्केटहरू गर्दाखेरि चाहिँ सजिलो हुन्छ। अनि तेलहरू सबै राखेर रेडी राखेको हुन्छ यसमाथि चाहिँ। अनि अहिले चाहिँ पार्किङको लागि चाहिँ रुममाथि छैन, त्यही होटलमै पार्किङ गरेर राखिदिन्छु। बाँकी चाहिँ सामानहरू लिनलाई सजिलो हुन्छ। अहिले चाहिँ होटलको बिलहरू सबै हेर्दै थिएँ मैले, एकदम सबै मिलेर राखेको थिएँ। अब अहिले चाहिँ होटल चालु गर्दैछौँ हामीहरू। माल मटेरियल सबै बनाएर चाहिँ रेडी भइसक्यो। अब यता कराईमा चाहिँ पाक्दै थियो। अनि त्यति बेला चाहिँ मेरो अर्डर आइहाल्यो र म चाहिँ अर्डर हान्नतिर लागिसकेँ। अर्डर भ्याएर चाहिँ म यतातिर चाहिँ होटलको यता कामहरू हेर्दै थिएँ। अनि त्यतिकैमा चाहिँ अहिले सबै कस्टमर चाहिँ खाँदै बसिरहेछन्। यता चाहिँ हाम्रो साइडमाथि हाम्रो साथीले झाडु चाहिँ हान्दै हुनुहुन्छ। अनि म चाहिँ मेरो होटलको सामानहरू भ्याएको थियो, म चाहिँ त्यसरी किरानातिर चाहिँ लागिहालेँ। अनि किरानामा गएर चाहिँ राइसहरू के थियो सबै लिएँ। अनि लिएर चाहिँ म फेरि वापस आइसक्यो। बाँकी चाहिँ भ्लग बनाउँछु टाइम थिएन, त्यसैले बनाएन। यो भ्लग चाहिँ यहीँसम्म। भेटौँला अर्को भ्लगमाथि। मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। तब तक लागि बाई।